दर्शकबिन यतिखेर चाहिँ म नेपाल र भारतको सीमावर्ती क्षेत्र चिवा भन्ज्याङमा आएको छु र यो चिवा भन्ज्याङ चाहिँ एउटा दुई देशको सीमावर्ती क्षेत्र मात्र नभएर चाहिँ पर्यटकीय हिसाबले पनि प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र रहेको छ र यहाँ चाहिँ सिक्किमबाट र नेपालको विभिन्न क्षेत्रबाट पर्यटकहरूको पनि आगमन हुने गर्दछ। आजको यो भिडियोमा यहाँलाई यो चिवा भन्ज्याङको विषयमा विशेष जानकारीहरू रहनेछ र यहाँको मनोरम दृश्यहरू पनि यहाँलाई देखाउनेछौँ र यहाँ आउनको लागि यातायातको सडकको अवस्था कस्तो छ यो विषयमा पनि यहाँलाई जानकारी गराउने छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। नेपाल र भारतको सिक्किम राज्यको सिमानामा अवस्थित प्रसिद्ध चिवा भन्ज्याङ केवल दुई देशलाई जोड्ने भौगोलिक नाका मात्र नभई पूर्वी नेपालको पर्यटकीय क्षेत्रको प्रमुख ट्रान्जिट पोइन्टका रूपमा स्थापित हुँदै गएको छ। पुष्पलाल मध्य पहाडी लोकमार्गको पूर्वी उद्गम बिन्दु समेत रहेको यो क्षेत्र ऐतिहासिक फाल्गुनन्द पदमार्गको अन्तिम बिन्दु पनि हो। साथै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल तिम्बुङ पोखरी जाने पैदल मार्ग पनि चिवा भन्ज्याङ भएर नै जान्छ। समुद्र सतहबाट करिब 3139 मिटरको उचाइमा रहेको यस क्षेत्रमा जैविक विविधता, हिमाली हावापानी र मनमोहक प्राकृतिक दृश्यहरूले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको छ। चिवा भन्ज्याङको भ्रमणमा आएका आन्तरिक पर्यटक राजु राईले यहाँको प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दै यहाँको शीतल हावापानी र रमणीय दृश्यले मनाइ लोभ्याएको प्राकृतिक दृश्य अवलोकनका लागि यो क्षेत्र निकै उत्कृष्ट रहेको बताउनुभयो। पर्यटक हिसाबले पनि निकै राम्रो दृश्य अवलोकन गर्न सकिन्छ। मध्य पहाडी लोकमार्ग हुँदै हाम्रो यो भारतको सिमानामा आइपुग्दाखेरि हामी यहाँदेखि ट्रान्जेक्ट हुने विभिन्न टुरिज्म एरियाहरू तिम्बु पोखरी यहीँदेखि जानलाई निकै सहज मार्ग रहेको छ। त्यस्तै गरी तीन सिमाना, चार राते, सन्तकपुर निकै नै यो केन्द्रबिन्दुमा रहेको छ। त्यस्तै नेपालतर्फ याङ्गुरा गाउँपालिका 1 मा पर्ने यस क्षेत्रको भ्रमणका लागि स्थानीयवासी महेन्द्र युङयाले सबैलाई निमन्त्रणा दिएका छन् र म खास गरेर यहीँको याङ्गुरावासी भएको नाताले पनि सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकहरूलाई यो ठाउँ एउटा आन्तरिक पर्यटन र बाह्य पर्यटनको लागि पनि उत्कृष्ट गन्तव्य रहेको म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। अहिले बर्खायाममा आउनलाई केही कठिनाइ भए पनि यहाँ आइसकेपछि तपाईहरुलाई यो पर्यटकीय गन्तव्यले एउटा अत्यन्तै आनन्ददायी दृश्यपान गराउने प्राकृतिक र स्वास्थ्यका दृष्टिकोणले पनि यो क्षेत्र उत्तिकै महत्त्वपूर्ण मानिन्छ। पत्रकार विजय बोतलाउतीका अनुसार चिवा भन्ज्याङको भ्रमणले मानसिक शान्तिका साथै शारीरिक स्वास्थ्यलाई समेत फाइदा पुर्याउँछ। यो चिवा भन्ज्याङ हो, यो नेपालको सुदूर पूर्वतिर अथवा 5 सर्गको उत्तर पूर्वको क्षेत्रमा पर्दछ। खासमा पर्यटकीय क्षेत्र हो। पछिल्लो समय सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बाक्लो बनाइएसँगै स्थानीय तथा पर्यटकमा सुरक्षाको अनुभूति बढेको छ। फालौट गोटिस्टे व्यवसायी चन्द्र नेपाल भन्छन्, यो सीमावर्ती क्षेत्रमा जब कि बिओपीहरू निर्माण भएपछि हामीहरूलाई धेरै सहजता भइरहेको छ। विगतमा जस्तो कि 5-6 वर्ष अगाडि यो बाटोमा चाहिँ हामीहरू ट्रेकिङ गर्दै तिम्बुङसम्म जाँदाखेरि अब यो सीमावर्ती क्षेत्र भएरै जानुपर्छ। हाम्रो जस्तो कि यहाँ छ, फालुटमा छ होइन, त्यस्तै तल भैँसेमा छ, चिवा के भन्छ सुकाधापमा छ। यो सुरक्षा पोस्टहरू भएपछि चाहिँ अत्यन्तै सहज भएको छ। भौगोलिक निकटता र सांस्कृतिक समानताका कारण चिवा भन्ज्याङले सीमावर्ती दुवै देशका बासिन्दा बीचको सामाजिक सम्बन्धलाई जोड्ने काम गरेको छ। नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सोले यस क्षेत्रको सामाजिक र पूर्वाधारको विषयमा जोड दिँदै भन्नुभयो, मूलतः यो सिक्किम र नेपालको सिमाना र यसलाई भन्साको रूपमा पनि उपयोग गर्न सकिने र सिक्किमतिर पनि नेपाली भाषीहरू नै भएको कारणले गर्दाखेरि यहाँको चाहिँ अब अरू पारिवारिक सम्बन्धका कुराहरूलाई पनि थप व्यवस्थित गर्नको निम्ति यो क्षेत्रले भूमिका खेल्छ भन्ने लागेर सम्भवतः नेपाल सरकारले यो मध्य पहाडी लोकमार्गको एउटा बिन्दुको रूपमा यसलाई चयन गरेको हो। लामो समय अगाडिदेखि नै कालोपत्रेको निम्ति ठेका लागेर पनि ठेकदारको हेलचेक्राइ हो या सरकारको तपाईँको चाहिँ हेलचेक्राइ, यो कारणले गर्दाखेरि बाटो स्तरोन्नति हुन सकेको छैन। यो मध्य पहाडी लोकमार्गको यो बाँकी खण्डलाई तत्काल सुरुवात गर्न, निर्माण कार्य सुरुवात गर्न र यहाँको जनतालाई थप राहत दिनको निम्ति म सरकारसँग आग्रह गर्न चाहन्छु। चिवा भन्ज्याङसम्मको सडक पूर्वाधारलाई पूर्ण रूपमा व्यवस्थित गरी औपचारिक नाकाका रूपमा सञ्चालन गर्न सके यस क्षेत्रको आर्थिक, सामाजिक र पर्यटकीय विकासमा नयाँ आयाम थपिने स्थानीयको विश्वास छ।